दर्शकबिन देशका ठुला ठुला सहरमा रहेका ठुला ठुला हस्पिटलमा गएर लाखौं सम्पत्ति सकियो तर 20 को 21 भएन। यी यहाँनिर बसिराख्नु भएको छ एकजना आमा, बस्न पनि लट्ठी चाहिन्छ मलाई। हेर्नुहोस् है, यति कष्टकर जीवनयापन गरिराख्नु भएको छ। करोडौं रुपियाँ खर्च गर्नुहोस् तर तपाईँको रोग निको हुँदैन भनेर डाक्टरले भनिसकेपछि उहाँ निराश भएर अहिले गाउँ फर्किनु भयो। मैले कति पैसा खर्च गरेँ हेर्नुहोस्, अलिकति ठिक हो। नरुनुहोस्, अब के हुन्छ कि अब पेन जाँदैन। बसेर गर्ने काम केही पनि छैन कि मेरो, केही चाहिँ छैन। यत्तिकै उठी टोइलेट जानु पर्यो। टोइलेट उठी यस्तो गाह्रो है। दर्शकबिन अहिले हामी प्युठान जिल्लामा छौँ। प्युठानको इरावती स्थित गोठीबाङबाट बोलिराखेका छौँ। यहाँ हामीले एकजना दुखी चेली तारा दिदीको घर निर्माण अभियानमा छौँ। भोजस थापा सहितको हाम्रो मेजिकाली खबरको टिम प्युठानको इरावतीमा केन्द्रित छ हिजो आज चाहिँ। त्यसै क्रममा हाम्रो गाडीमा केही पिस 2-4 पिस पेन जादु तेल हुन्छ सधैँभरि, किनभने हाम्रो बसन्त श्रेष्ठज्यूले लौ सर मेरो उत्पादन पनि बजारमा ल्याइदिनु पर्यो, देखाइदिनु पर्यो, कतिको प्रभावकारी हुन्छ या हुँदैन उहाँहरूलाई भनिदिनु पर्यो भनेर केही थान हामीलाई दिनुभएको छ। त्यसै अनुसार 2-4 जनालाई दिएको राम्रै प्रभाव पर्यो। उहाँहरू निको भएर अहिले हिजो भर्खरै हामीले हालेको भिडियो त्यो जाल हान्दै गरेको झिमरुक नदीमा झ्याम माछा मार्दै गरेको एकजना बुवा अघि फलिनु भएको थियो 1 महिना अगाडि। हामीले त्यो तेल दिइसकेपछि उहाँ त्यस्तो तन्दुरुस्त भएर मजाले माछा मार्ने, माछा खुवाउने, हामीलाई पनि दैनिक जसो उहाँले नै माछा खुवाइरहनु भएको छ हिजो आज झिमरुक नदीको अर्ग्यानिक माछा। करोड रुपियाँ खर्च गरे नि तपाईँको सन्चो हुन्न, यस्तै हो तपाईँलाई भन्नु पर्ने। त्यहाँ भो नजाने, अब पैसा खर्च नगर्ने, अब जति सकिन्छ उति हिँड्ने, अब यस्तै हो छ भन्नुभयो। यत्तिकै अब जान्छ जिन्दगी। हेर्नुहोस् त, करोडौँ खर्च गर्दा पनि अब यो रोग निको हुँदैन भनेर उहाँलाई त्यसरी निराश बनाएर हस्पिटलबाट बिदाई गरिदिइसकेपछि अब यस्तै हो मेरो जीवन भनेर निकै निराश हुनुहुन्छ। अब एकपटक पेन जादु तेल दिन्छौँ उहाँलाई। ल हामीले एउटा 1 सिसी यो पेन जादु तेल दिन्छौँ। पेन जादु एउटा प्राचीन विधिबाट बनाइएको यो तेल, क्रिएटिभ राइज इन्टरनेसनल काठमाडौँमा उत्पादन भएको यो तेलले के कति काम गर्छ उहाँलाई निको बनाउँछ बनाउँदैन हामीले ग्यारेन्टीका साथ त्यसरी भन्न सक्दैनौँ। विभिन्न उदाहरणहरू यहाँले देखिसक्नु भएको छ। दिनुहोस् न है, यसले साँझ बिहान मजाले मालिस गर्नुहोला। अब कस्तो हुन्छ हामीले पछि कुनै दिन त आयौँ भने भन्नु होला है त। किन रुन थाल्नु हुँदैन? किन के कुरा सम्झिनु?